विद्यालय सुक्रडीको कक्षा 2 मा रहेको छु। यहाँको भित्तामा मैले यो जनवरी फेब्रुअरी लेखेको सानो क्लिप्स देखेँ, मलाई रमाइलो लाग्यो। यसलाई मैले आफ्नो क्यामेरामा कैद छ ए ई आई ओ यू लाई दर्शाउनको लागि र यहाँ केही प्र्याक्टिस गर्नका लागि केही बोर्डहरू पनि दिएको रहेछ। विभिन्न कागजका रचनात्मक तरिकाले कागजलाई काटेर यहाँ 12 महिनाका नाम आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहीबार, शुक्रबार, शनिबारलाई पनि रुखको पातमा ठ्याक्क मिलाएर लेखेको। अनि कोठालाई डेकोरेसन गर्ने क्रममा यसरी मजाले भित्तालाई आकर्षित गरिएको रहेछ। मलाई साँच्चै यो दृश्यले मनमोहक दृश्यले मलाई बहुत आकर्षित गर्यो। बालिकाहरू पनि आफ्नै सुरमा आफ्नै गतिमा स्टडी गर्दै हुनुहुन्छ। कुन विषय पढ्दै हुनुहुन्छ भाइ बहिनी? इङ्ग्लिस हो। कोठामै एउटा सानो सिँढी बनाएर चिप्लेटी पनि